हर हर महादेव। यो वर्षको मेरो अन्तिम यात्रा। यो यात्रा प्रारम्भ हुन्छ भक्तपुरबाट। हुन त म बनेपा धुलीखेल हुँदै पनि जान सक्थेँ, तर बनेपादेखि पाँचखालसम्मको बाटो बिग्रेको कारणले त्यो बन्दैछ। बन्ने क्रममा भएको कारणले म आज भक्तपुर जगतेबाट मेरो यात्रा सुरु हुँदैछ। हामी भक्तपुर जगतेबाट प्रवेश गरेर ताथले हुँदै बनेपा नाला गुम्बा हुँदै हुँदै हामी रविओपी निस्कन्छौँ। रविओपी निस्कने समयसम्म हामीले त्यहाँ अत्यन्तै सुन्दर सुन्दर दृश्यहरूको अवलोकन गर्छौँ। यति आनन्ददायक बाटो अनि त्यहाँको प्राकृतिक सुन्दरता रमणीयता अत्यन्तै महत्त्वपूर्ण थियो। लाग्छ त्यहाँको सुन्दरता स्वर्गभन्दा कमी थिएन रविओपीको। हामी त्यो बाटो आनन्दसँगले यात्रा गरिरहेका थियौँ। हामी यात्राको क्रममा सूर्यको किरण र हामीमा प्रतिस्पर्धा भए झैँ थियो। हामीलाई लाग्दथ्यो बादलको माथि हामी हिँडिरहेका छौँ। यो आनन्द केही समयको लागि मात्रै रह्यो। फेरि त्यसपछि कुहिरो लाग्न सुरु भयो। दिउँसै अँध्यारो, हो दिउँसै डर लाग्ने, दिउँसै बत्ती बाल्नुपर्ने अवस्था रह्यो। तैपनि केही छैन, त्यो सुन्दरता अनि त्यो सूर्यलाई हामी अघि लगाउँदै लगाउँदै हाम्रो यात्रा रोकिएन। अर्को नयाँ कुरो, पाशुपत पदयात्रामा स्वामीजीहरूको दर्शन पाइयो। हामीले अत्यन्त सौभाग्यशाली हामीले आफूलाई हर हर महादेव, स्वामीजीहरू पदयात्रा गरिरहनु भएको हर हर महादेव, हर हर महादेव, घर घर महादेव। खूब आनन्द लियौँ स्वामीजीहरूसँग। केही समय रहेर फेरि पुनः हाम्रो यात्रा सुरु भयो। हामी लगभग 5 खाल कटिसकेका छौँ। यो भिडियो धेरै लामो हुन्छ, तर पनि मैले छोटो छोटो बनाएर हजुरहरूलाई प्रस्तुत गरेको छु। अब हामी 5 खाल पनि प्रवेश गरिसकेका छौँ। 5 खाल नगरपालिका क्रस भएर हामी सिधै तामाघाट दोलनघाटबाट हामी मास्तिर उमा लाग्यौँ। हामी कोसीपारीपट्टि लागेका छौँ। यो कोसीपारीको दृश्य हो, अत्यन्तै सुन्दरता छ। आहा कति आनन्द छ। हेर्नुहोस् त, हरियाली प्राकृतिक सम्पदा कति छ। ओहो बाटो फेरि उस्तै सरर छ। हाम्रो यात्रा हजुरहरूलाई लागिरहेको होला कहाँ जाँदैछ भनेर। हामी बिस्तारै बिस्तारै हाम्रो यात्रा काफ्ले फेदीमा पुग्दैछ। काफ्ले फेदीबाट हामी फेरि ओह्रालो झर्छौँ। अब त्यहाँदेखि चाहिँ बाटो अलिकति अप्ठ्यारो हामीले पायौँ। त्यहाँबाट चाहिँ बाटो अलि कच्ची, अलि खाल्टाखुल्टी, तर पनि त्यहाँको प्राकृतिक सौन्दर्यताले गरेर, त्यो प्राकृतिक सम्पदाले गरेर हामीलाई त्यस्तो अनुभूति भइरहेको छैन। हामीले खुब आनन्द लिँदै लिँदै हामी अगाडि बढिरहेका छौँ। त्यहाँको त्यो डाँडा काँडा अनि त्यहाँका सुन्दरता थुम्काहरू, त्यसको खुब आनन्द हामीले लिइरहेका छौँ। हामी भजन कीर्तनमा पनि गाडीमा आनन्द गरिरहेका छौँ। हाम्रो यात्रा अविरल चलिरहेको छ। बिस्तारै बिस्तारै हाम्रो यात्रा चौरी खोला पार हुन्छ। चौरी खोला पार गरिसकेपछिको यो सुन्दरता अत्यन्तै सुन्दर छ। आहा हेर्नुहोस् त कति सुन्दर छ। पक्कै पनि यो सुन्दरता बिर्सन लायकको छैन। हामीले पहिलो गेट पनि पार गरेका छौँ। हजुरहरूले देख्नुभयो होला नि गेट, होइन? तर त्यो गेटमा नाम देख्न पाइएका छैनौँ। हाम्रो यात्रा चलिरहेको छ। हामी लगभग गन्तव्यको नजिक पुगिसकेका छौँ। हाम्रो यात्रा हामीलाई लाग्दैछ हामी हिमालमाथि नै छौँ। यो यात्रा अत्यन्त सुन्दर जङ्गलको बाटोमा लागिरहेको छ। तर यो यात्राको क्रममा हामीले यहाँ अचम्मको दृश्य देख्छौँ। जुन दृश्य हजुरहरूलाई मैले देखाउन गइरहेको छु। यो यात्रा अविरल यात्रामा हामीले यस्तो यात्रामा विभिन्न विघ्नहरू त आउँदैछन्, तर यो विघ्न अलौकिक थियो।
कसैले अथवा यहाँका बासिन्दाहरूले सहयोगको लागि यहाँ ढुङ्गा थुपारिरहेको रहेछ। यो खाल्टोमा आफै हाल्ने, गाडी लिएर जाने। हाम्रो गुरुजी पनि यहाँ ढुङ्गा हाल्दै आफ्नो बाटो आफै बनाऊ भन्ने अभियानमा लाग्नुभयो। हामीले यो ढुङ्गा सबै यो खाडलमा हाल्यौँ, यो खाडलमा पुर्यौँ, अनि म चाहिँ भिडियो बनाउन मस्त लागेँ। हामीसँग गएका अरू भक्तहरू गाडीमा खुब आनन्द लिइरहनु भएको छ। हेर्नुहोस् त कति सुन्दर देखिएको छ प्रकृतिसँग म। यो प्रकृतिको सम्पदा, यो प्रकृतिको सौन्दर्यता केमा कमी छ र। हाम्रो फेरि यात्रा सुरु भयो। हामी अब प्रवेश गऱ्यौँ सैलुङस्वर, सैलुङमा। यो सैलुङ रामेछाप र काभ्रेको सिमानामा पर्दछ। यो यात्रालाई अब हाम्रो यो गाडीको यात्रा यहीँ रोकिन्छ। यहीँ रोकेर अब हामी यताउता यहाँ के भइरहेको छ भन्ने कुरा बुझ्न थालेँ। यहाँका दाइहरूले भन्नुभयो यहाँ एकदमै एकान्तमा अब हामी शौचालय, धारोको व्यवस्था अनि विश्राम स्थलको व्यवस्था हामीले निर्माण गर्दैछौँ भन्नुभयो। यहाँ भक्तहरू के लाने माथि मन्दिरमा, के यहाँ राख्ने भन्ने विषयमा बृहत छलफल हुँदै थियो। त्यो छलफल मैले यहाँ बसेर खुब आनन्द। यहाँ दाइले भन्नुहुन्छ ढुङ्गा राम्रो बनाएर तपाईँ पूजा गरेर जानु, सबैले आएर त्यहाँ पूजा गर्छन्। त यो यात्रा अविरल चलिरहेको छ। हामीसँग उहाँ बुवा हुनुहुन्छ 70 वर्षको, अनि त्यहाँ आमा हुनुहुन्छ 69 वर्षको। आनन्दले यात्रा गरिरहनु भएको छ। उहाँहरूले भक्तजनहरू थाकिरहनु भएको छ। करिब 10 मिनट जतिको यो सिँढीको पैदल यात्रापछि हामी अत्यन्तै सुन्दर गन्तव्य स्थलमा पुग्दछौँ, जहाँ पुगेपछि फेरि फर्किनै मन लाग्दैन। यो आनन्द, यो सुन्दरता अनि यो हराभरा प्रकृतिको काखमा बस्न पाउनु, आहा कति आनन्द छ। हेर्नुहोस् त, सुन्नुहोस् त एकछिन। आँखा बन्द गरेर कोइलीको आवाज, चिरबिर चराको आवाज, मन्द हावाको आवाज। तर के गर्ने, यो सुनेर बस्न नपाउने हाम्रो यात्रा छ थोरै अझै अगाडिको। अब हामीले यहाँ देखिरहेको छौँ नि, होइन, अत्यन्तै पहरो छ। मलाई यहाँ बसेर भजन गाउन मन लाग्यो। तर पनि यो भजन अनि भोजन त जीवनमा चाहिन्छ नै। ठिक छ, अब यहाँ पहिला आफ्नो काम नसकिकन भोजन मिल्दैन। त्यही भएर यो भजनलाई छोडेर आफ्नो कामतिर लागौँ। हामीले अत्यन्तै पवित्र यस पावन धाम शिवनगरी सैलुङमा आएका छौँ, जसलाई सानो सैलुङ पनि भनिन्छ। यहाँ बसेर सबै भक्तहरूले पूजापाठ गर्दै हुनुहुन्छ। म पनि केही समय पाठ गरेँ, भगवान् शिवलाई स्मरण गर्ने प्रयास गरेँ। यही भगवान् शिवको काखमा आनन्द लिने क्रममा यहाँको हेर्नुहोस् त कति अलौकिक दृश्य छ। हो कति सुन्दरता, भव्य आनन्द छ। आहा, अझ यहाँ हनुमानजी हुनुहुँदो रहेछ। बाँदर एकदमै चलाक, धेरै बज्नुपर्ने यो बाँदरदेखि। हामीले यो पनि ल्याएर यहाँ राख्यौँ। यहाँ चाहिँ अलिकति जो पनि आउने अनि यहाँ दानपेटिकामा हालेका दानहरू सबै लिएर जाने गर्दो रहेछन् फुटाएर। हामीले चाहिँ यहाँ अत्यन्तै बलियो दानपेटिका ल्याएर राखेका छौँ। अलि अगाडि थियो, हामीले बोकेर यहाँ ल्यायौँ। यहाँ बाँदरले अत्यन्तै हामीलाई परेशान गरेको छ। ओहो हेर्नुहोस् त। अब हाम्रो यात्रा यहाँ दर्शन पश्चात हामी फर्कियौँ। यो फर्किँदै यो सुन्दरता कैद नगरिकन चित्तै बुझेन। यहाँको आनन्द, ओहो यो रुखको आनन्द हेर्नुहोस् त। म पनि के कम छु र त्यो बाँदरभन्दा। यहाँ अब हाम्रो बल्ल पहिलो चिया कफी यहाँ सुरु भयो। हामी करिब बिहान 5 बजेदेखिको हाम्रो यात्रा सुरु। हामी लगभग 10 बजे गन्तव्य स्थानमा आइपुगेका थियौँ र हामी दिनभरि यहीँ रह्यौँ। अब अहिले ठ्याक्कै
4 बजेको छ। अब हामी बिस्तारै बिस्तारै तल झर्छौँ चिया कफी लिएर। तल गइसकेपछि हाम्रो अब नास्ताको व्यवस्था छ। नास्ता खानको लागि अत्यन्तै हामीले माथि पनि मिल्ने रहेछ नास्ता गर्नको लागि, तर हामीले नास्तालाई गाडीमै राख्यौँ। त्यही भएर फेरि यहीँ आएर नास्ता लिनु पऱ्यो। अब हाम्रो यहाँ फोटो सेसनको कार्यक्रम भयो। अब म चाहिँ हिँडेँ, चलो ल गाडी पनि हाम्रो हिँड्यो। अत्यन्तै सुन्दर भइरहेको छ, अत्यन्तै रमणीय। लगभग 5:30 बजिसकेको छ। हामी बिहान जति बेला निस्क्यौँ त्यति बेलै अहिले पनि यहाँ मन्दिरबाट हामी निस्केका छौँ। यो सुन्दर जताततै हरियालीको दृश्य। अनि हामी ठ्याक्कै कोसीपारी आइपुग्दाखेरि अँध्यारो भयो। त्यो अँध्यारोमा पनि यो सुन्दरता